नम्बर 1 सन् 2025 डिसेम्बरमा घोषित फिफा वर्ष खेलाडी को हुन्? सही उत्तर पुरुषतर्फ उस्मान डेम्बेले रहेका छन्, फ्रान्स PSG। महिलातर्फ आयाताना बोनमती, स्पेन बार्सिलोना। स्पेनकी आयाताना बोनमतीले ऐतिहासिक लगातार तेस्रो पटक द बेस्ट फिफा महिला खेलाडी अवार्ड जितेकी। द बेस्ट फिफा अवार्ड 2025 चाहिँ उत्कृष्ट प्रशिक्षक पुरुष चाहिँ लुइस एन्निक PSG रहेका छन्। लुइस एन्निक चाहिँ PSG बाट। उत्कृष्ट प्रशिक्षक महिला चाहिँ सरिना बिगम्यान इङ्ल्यान्डकी। उत्कृष्ट गोलरक्षक पुरुष चाहिँ जियान लुइजी डोनारुमा। उत्कृष्ट गोलरक्षक महिला हान्ना ह्याम्पटन। फिफा मार्टा अवार्ड लिजबेथ ओभाले। फिफा फ्यान अफ जाक SSC। फिफा फेयर प्ले अवार्ड डाक्टर हार्लास न्युकिङ SSB जाहन रेगेन्सबर्ग। प्रश्न नम्बर 2 पछिल्लो समय फेला पारिएको काजिनसारा अर्थात् सिङ्गरताल कुन जिल्लामा अवस्थित छ? सही उत्तर मनाङ चामी गाउँपालिका 4 रहेको छ। काजिनसारा तालको प्रारम्भिक मापन सार्वजनिक भएपछि यसलाई विश्वकै सबैभन्दा उचाइमा अवस्थित ठूलो तालका रूपमा स्थापित गर्न सकिने सम्भावनाले राष्ट्रिय चासो बढाएको। ताल समुद्र सतहबाट करिब 5200 मिटरको उचाइमा रहेको प्रारम्भिक सर्वेक्षणले देखाएको। सो तालको क्षेत्रफल तथा गहिराईको औपचारिक वैज्ञानिक प्रमाणीकरण भने अझै बाँकी रहेको। उक्त क्षेत्रलाई स्थानीयद्वारा सिङ्गर खर्क भनिने हुँदा सो ताललाई सिङ्गर ताल नामले पनि चिनिने। हाल विश्वकै उच्चतालाई चुनौती दिने तालका रूपमा रहेको तिलिचो ताल 4919 मिटर भन्दा काजिनसारा ताल करिब 300 मिटर माथि रहेको प्रारम्भिक मापनबाट देखिएको। प्रश्न नम्बर 3 विश्व भोकमरी सूचकाङ्क ग्लोबल हङ्गर इन्डेक्स GHI 2025 मा नेपाल कति स्थानमा रहेको छ? सही उत्तर 72औं। नेपाल सन् 2024 मा 123 राष्ट्रमध्ये 68औं स्थानमा थियो भने यसपालि 4 स्थान खस्किएर 72औं स्थानमा झरेको। यस वर्ष नेपालको GHI अङ्क 14.8 रहेको। यसले मध्यम खालको भोकमरीको स्थिति दर्शाउने प्रतिवेदनमा उल्लेख। नेपालले विगत 2 दशकमा भोकमरी न्यूनीकरणमा उल्लेखनीय प्रगति गरे पनि कुपोषण र बालबालिकामा पुटकोपन स्टन्टिङको समस्या अझै चुनौतीपूर्ण रहेको प्रतिवेदनमा उल्लेख। सन् 2000 मा GHI अङ्क 37.1 सहित नेपाल गम्भीर भोकमरी भएको देशको श्रेणीमा पर्थ्यो। 2 दशकमा नेपालले भोकमरीको अवस्था उल्लेखनीय सुधार गरी 14.8 को अवस्थामा आइपुगेको। अल्पपोषण वा क्यालोरी खपत कम हुने जनसङ्ख्या नेपालमा 5.3% रहेको उल्लेख। 5 वर्षभन्दा मुनिका बालबालिकामा पुटकोपन चाइल्ड स्टन्टिङ 26% रहेको। बाल मृत्युदर 2.6% र ख्याउटेपना चाइल्ड वेस्टिङ 7% रहेको प्रतिवेदनले औल्याएको। प्रतिवेदन अनुसार श्रीलङ्का बाहेक अन्य दक्षिण एसियाली देशहरूको तुलनामा नेपालले भोकमरी न्यूनीकरणमा राम्रो सुधार गरेको। भारत, पाकिस्तान र अफगानिस्तान अझै पनि भोकमरीको गम्भीर श्रेणीमा रहेका। प्रश्न नम्बर 4 फिफा अरब कप 2025 को उपाधि विजेता टोली कुन हो? सही उत्तर मोरक्को। उपविजेता जोर्डन रहेको छ। सञ्चालन मिति सन् 2025 डिसेम्बर 1 देखि 18 सम्म। आयोजक राष्ट्र कतार। सहभागी राष्ट्र 16 वटा। डिसेम्बर 18 मा भएको फाइनल खेलमा मोरक्कोले जोर्डनलाई अतिरिक्त समयमा 3-2 ले पराजित गर्दै उपाधि जितेको। यहाँनिर मिस्टेक भएको चाहिँ सही है, उपाधि जितेको। खेल अन्त्यतिर मोरक्कोका लागि अब्देराजाक हमदल्ला नायक बने। उनले 88औं मिनेटमा गोल गर्दै खेल 2-2 को बराबरीमा पुर्याए र खेल अतिरिक्त समयमा धकेलियो। अतिरिक्त समयको 100औं मिनेटमा हमदल्लाले फेरि गोल गर्दै मोरक्कोलाई 3-2 को जित दिलाए। यस जितसँगै मोरक्कोले आफ्नो 5औं सहभागितामा दोस्रो पटक अरब कपको उपाधि जित्न पुगेको। यसअघि मोरक्कोले सन् 2012 मा यो उपाधि जितेको थियो। प्रश्न नम्बर 5 हाल विश्वकै सर्वाधिक धनी व्यक्तिको रूपमा इतिहास रच्न सफल धनाढ्य को हुन्? सही उत्तर एलन मस्क। टेस्ला र स्पेस एक्स का मालिक एलन मस्कले सम्पत्ति आर्जनमा विश्वकै ऐतिहासिक कीर्तिमान कायम गरेका। उनको रकेट कम्पनी स्पेस एक्स को बजार मूल्याङ्कनमा भएको भारी वृद्धिसँगै मस्क 600 अर्ब अमेरिकी डलर भन्दा बढी सम्पत्ति हुने इतिहासकै पहिलो व्यक्ति बनेका। फोर्ब्स पत्रिकाका अनुसार यसअघि विश्वमा कसैको पनि सम्पत्ति 500 अर्ब डलरको सीमा नागेको थिएन। मस्कले 600 अर्ब डलरको आँकडा पार गर्दै नयाँ इतिहास रचेका। प्रश्न नम्बर 6
चीनले हालै सार्वजनिक गरेको विश्वकै सबैभन्दा सस्तो ह्युमनोइड रोबोट कुन हो? सही उत्तर भूमि। ह्युमनोइड रोबोट प्रविधिमा तीव्र विकास भइरहेका बेला चीनले विश्वकै सबैभन्दा सस्तो ह्युमनोइड रोबोट सार्वजनिक गरेका। भूमि नामक यस रोबोटको मूल्य केवल 9,998 युवान मिस्टेक भएछ सरी है, करिब 1,400 अमेरिकी डलर तोकिएको। यो रोबोट विशेष गरी बालबालिकासँग संवाद गर्न, शिक्षा दिन तथा रोबोटिक्स र कृत्रिम बुद्धिमत्ता AI सिकाउन डिजाइन गरिएको। चीनको यो पहलले विश्व रोबोटिक्स बजारमा ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको। महँगा ह्युमनोइड रोबोट किन्न नसक्ने शैक्षिक संस्थाहरूका लागि भूमिले रोबोटिक्स शिक्षामा नयाँ अवसर खोल्ने विश्वास गरिएको। भूमिको व्यावसायिक कारोबार सन् 2026 जनवरीबाट सुरु हुने कम्पनीले जनाएको। प्रश्न नम्बर 7, कृषि गणना 2078 अनुसार सबैभन्दा बढी कृषक परिवार भएको प्रदेश कुन हो? सही उत्तर कोशी प्रदेश, जिल्ला झापा जिल्ला रहेको छ। प्रश्न नम्बर 8, हालै पृथ्वीबाट पहिलो पटक अवलोकन गरिएको ब्ल्याक होल कुन प्रकारको हो? सही उत्तर सुपरम्यासिभ ब्ल्याक होल। सूर्यभन्दा 3 करोड गुणा ठूलो सुपरम्यासिभ ब्ल्याक होलमा भएको विस्फोट पहिलो पटक पृथ्वीबाट देखिएको। विस्फोटपछि एक्स-रे ज्वाला देखिएको र पदार्थ प्रति सेकेन्ड 60,000 किमीको गतिमा बाहिर निस्किएको वैज्ञानिकले जनाएका। ब्ल्याक होलबाट निस्किने आधी सूर्यमा हुने ज्वाला कोरोनल मास इजेक्सन CME जस्तै रहेको तर धेरै ठूलो र शक्तिशाली रहेको। यस्तो घटना एक्टिभ ग्यालेक्टिक न्युक्लियस AGN मा चुम्बकीय ऊर्जा अचानक मुक्त हुँदा हुने। यस खोजले आकाशगंगाको विकास र ब्रह्माण्डका नियम बुझ्न महत्त्वपूर्ण वैज्ञानिक सङ्केत दिएको जनाइएको। अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार ब्ल्याक होल निकै सानो ठाउँमा परिमाणमा खादिएको पदार्थ हो। नाममा होल भए पनि त्यो छिद्र वा प्वाल चाहिँ होइन। ब्ल्याक होल भनेको अत्यन्तै सानो स्थानमा ठूलो परिमाणमा पदार्थ खादिएर बनेको यस्तो खगोलीय वस्तु हो जसको गुरुत्वाकर्षण अति नै शक्तिशाली, प्रकाश समेत बाहिर निस्कन नसक्ने हुन्छ। नाममा होल भए पनि यो वास्तवमा प्वाल होइन, अत्यधिक घनत्व भएको वस्तु हो। प्रश्न नम्बर 9, ACC U19 एसिया कप 2025 को उपाधि विजेता राष्ट्र कुन हो? सही उत्तर पाकिस्तान। उपविजेता भारत रहेको छ। सञ्चालन मिति सन् 2025 डिसेम्बर 12 देखि 21 सम्म। आयोजक राष्ट्र UAE। सहभागी राष्ट्र 8वटा। सेमी फाइनलमा पुग्ने राष्ट्र भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश। सर्वाधिक रन बनाउने समीर मिन्हास पाकिस्तान 471 रन। सर्वाधिक विकेट लिने दिपेश देवेन्द्रन भारत 14 विकेट। प्लेयर अफ द म्याच फाइनल समीर मिन्हास पाकिस्तान। प्रश्न नम्बर 10, हुन त दुनिया दुःखले भरिएको छ तर त्यसबाट मुक्ति पाउने कुराले पनि भरिएको छ भन्ने भनाइ कसको हो? सही उत्तर हेलेन केलर। प्रश्न नम्बर 11, कानूनले तोके बाहेक कागजातमा हुलाक टिकट टास्नै पर्ने व्यवस्था हटाउने निर्णय कहिले भएको? सही उत्तर विक्रम सम्वत 2082 मङ्सिर 29 गते। प्रचलित कानूनमा व्यवस्था भएको बाहेक सेवा प्रवाह प्रक्रियामा कागजको आधिकारिकताका लागि टिकट अनिवार्य टास गर्नुपर्ने प्रचलन हटाउने निर्णय भएको। प्रश्न नम्बर 12, राष्ट्र बैंक र अन्तर्राष्ट्रिय वित्त निगम IFC बीच जलवायु वित्तको रणनीति विकास सम्बन्धी समझदारी पत्रमा कहिले हस्ताक्षर भएको? सही उत्तर विक्रम सम्वत 2082 मङ्सिर 29 सन् 2025 डिसेम्बर 15। राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममा सो सम्बन्धी समझदारी पत्रमा कार्यकारी निर्देशक दयाराम शर्मा पङ्गेनी र IFC साउथ इन्ड इकोनोमिक्स सम्बन्धी व्यवस्थापक ग्रेगरी स्मिथद्वारा हस्ताक्षर गरिएको। परियोजनाको कार्यान्वयनबाट नेपालमा जलवायु सम्बद्ध वित्तीय जोखिमलाई सम्बोधन गर्दै जलवायु अनुकूलनका क्षेत्रमा वित्तीय स्रोत परिचालनलाई प्रवर्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको। सो परियोजना सन् 2028 सेप्टेम्बरसम्म सञ्चालन हुनेछ। प्रश्न नम्बर 13, 16 वर्ष मुनिका बालबालिकाका निम्ति सामाजिक सञ्जाल प्रयोग गर्न रोक लगाउने राष्ट्र कुन हो? सही उत्तर अस्ट्रेलिया। सन् 2025 डिसेम्बर 10 देखि लागू हुने भयो। अनि प्रश्न नम्बर 14, विश्व ध्यान दिवस कहिले मनाइन्छ? सही उत्तर डिसेम्बर 21। सन् 2025 दोस्रो रहेको छ। कुनारा इनर पिस आउटर पिस वर्ल्ड पिस भनेर रहेको छ। नेपाली आदर्श वाक्य विश्व शान्ति र सद्भावका लागि ध्यान। सन् 2024 डिसेम्बर 7 तारिखमा संयुक्त राष्ट्र सङ्घले डिसेम्बर 21 तारिखलाई आधिकारिक रूपमा विश्व ध्यान दिवसको मान्यता दिएको।
प्रश्न नम्बर 15 साफ महिला क्लब फुटबल च्याम्पियनशिप 2025 को उपाधि विजेता टोली कुन हो? सही उत्तर इस्ट बंगाल क्लब रहेको छ। उपविजेता एपीएफ नेपाल, आयोजना काठमाडौँ, सहभागी टिम 5 इस्ट बंगाल क्लब भारत, एपीएफ नेपाल, कराची सिटी एएफसी पाकिस्तान, नासिर स्पोर्ट्स एकेडेमी बंगलादेश, ट्रान्सपोर्ट युनाइटेड भुटान। पुरस्कार राशि प्रथमको लागि $10,000, द्वितीय हुनेलाई $5,000 रहेको छ। इस्ट बंगालले एपीएफलाई 3-0 ले हराएर साफ महिला क्लब च्याम्पियनशिपको पहिलो च्याम्पियनको गौरव हासिल गरेको। दक्षिण एसियाली फुटबल महासंघ साफले पहिलो पटक आयोजना गरेको यस प्रतियोगितामा 5 टिम सहभागी थिए। प्रश्न नम्बर 16 टेलिफोन कललाई इन्टरनेटको माध्यमबाट देशमा भित्र्याउने है यहाँनिर मिस्टेक भएको छ। देशमा भित्र्याउने प्रविधिलाई के भनिन्छ? टेलिफोन कललाई इन्टरनेटको माध्यमबाट देशमा भित्र्याउने प्रविधिलाई के भनिन्छ? सही उत्तर VoIP भोइस ओभर इन्टरनेट प्रोटोकल। प्रश्न नम्बर 17 विश्व मानव अधिकार दिवस कहिले मनाइन्छ? सही उत्तर डिसेम्बर 10। सन् 2025 को नारा ह्युमन राइट्स आवर एभ्रीडे एसेन्शियल्स। संयुक्त राष्ट्र संघीय मानव अधिकार घोषणा पत्र सन् 1928 डिसेम्बर 10 मा जारी भएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको। त्यसरी यो संयुक्त मानव अधिकार जुन घोषणा पत्रमा चाहिँ 30 वटा धारा रहेका छन् है। अनि यति नै हो। थ्यांक्स फर वाचिङ।